7-1 पुगे जस्तो लाग्छ मलाई। एनिवे धेरै दिमाग लगाउनु पर्दैन, कन्फर्मेसन पाउनेछौँ हामी 1 पोइन्टले। 1 पोइन्ट नै 2 पोइन्टले, किन भन्दा ड्र हुन्थ्यो भने पनि त प्लेसमेन्ट पोइन्ट वे बेटर थियो 7-1 को। सो अलुला 2 पोइन्ट्सले गर्दा क्वालिफाई भएको छैन। बाँकी एक्सपेक्टेड टिमहरू यहाँ छन्। फ्ल्यासले 69 हान्यो, 60 पोइन्ट्स गोटको लागि, 40 को लागि 57 पोइन्ट्स कम्फर्टेबल क्वालिफिकेसन पोइन्ट्स। 50 को हामी आश गर्दै थियौँ, 45 मा कट अफ बन्न गएछ। 7-1 क्वालिफाई गरेको छ 2 पोइन्ट्सको मार्जिनले। निग्मा ग्यालेक्सी पनि धेरै नजिक आएको देखियो। एज आई सेड, जुन म्याच उनीहरूले फ्ल्याससँग फाइट हार्यो, जुन म्याच गोटले लयो, त्यो म्याच निग्मा ग्यालेक्सीले लान सक्थ्यो बिकज फाइटमा अपर ह्यान्ड बनिसकेको थियो। यो सानो मार्जिन उनीहरूले पनि भुल्न गाह्रै हुनेछ। चुब्नेछ यो सानो मार्जिन, कता कता चुब्नेछ, यतिले मिस गऱ्यौँ हामीले भनेर सोच्नुपर्ने अवस्था आउनेछ। फ्ल्यास गोट 40 र 7-1 लाई त अब फाइनलमा हामी भेट्नेछौँ। बाँकी टिमहरूको लागि त धन्यवाद, आइदिनु भयो, तपाईँहरू खेलिदिनु भयो। अब इन्डोनेसिया घुम्नुहोस् अनि त्यसपछि सर्लक्क लाएर फर्किनुहोस्, त्यही नै हो उनीहरूको लागि। अब बचेको भनेको त्यही नै छ। प्रयास राम्रो गरियो भनेर सोचेका टिमहरूको लागि सही भन्न त पुग्नेछ। 2-4वटा टिमहरू छन् राम्रो खेलेनन् उनीहरूले, उनीहरूको लागि सिचुएसन सोचे अनुरूपको रहेन। A7 जस्तो टिमलाई हामीले पहिलो दिनमा नै निस्किएको देख्न पाइयो। यता नेपाली टिम T2K को टिमको लागि पनि फाइनलसम्मको यात्रा नभए तापनि यति बिजोग तरिकाको गेम प्ले चाहिँ मैले आश गरेका थिइनँ। उनीहरूले पनि पोइन्ट्स निकाल्न सकेनन्, पर्फर्म गर्न सकेनन्। वुल्स कोसिस थियो उनीहरूको, VCS उनीहरूले पनि सोच्नेछन् के खेलियो हामीले भनेर। बोर्को टिमको लागि पनि धेरै चल्दै थियो उनीहरूको पनि चलपल, तर त्यो चलपललाई रिजल्टमा परिणत गराउन भने चाहिँ सकिएन टिमको तर्फबाट। त्यही नै थियो ओभरअल कहानी। सर्भाइभल स्टेजको MVP को भने त जिउस बन्न पुगेका छन्, जसको एभरेज एलिमिनेसन 3.0 देख्न सकिन्छ। M416 चलाउँदै निकालेको फ्ल्यासको टिमको लागि। एउटै म्याचमा उनले 9 एलिमिनेसन निकालिसकेपछि त त्यो खालको स्ट्याट्स आउनु स्वाभाविक बन्न त पुग्ने नै छ। जहाँ सुरुवातबाट नै फ्ल्यास चम्किएको हो, 2 म्याचमै ब्याक टु ब्याक राम्रो गेम निकालेको थियो टिमले। त्यसपछि अरू म्याचेसहरूमा पनि आफ्नो प्रेजेन्स मजाले देखाएको नै थियो अनि प्लेयरलाई मस्ट भ्यालुएबल प्लेयरको रूपमा भने चाहिँ त्यहाँ देख्न पाइएको छ। क्वालिफाइड टिम फ्रम सर्भाइभल स्टेज ग्रान्ड फाइनलको लागि फ्ल्यास गोट 40 र 7-1 रहनेछ। ओभरअल टिमलाई नै देखाइनेछ। 16 टिमकै पनि लबियो बन्दैछ भनेर त्यो पनि हामी पक्कै पनि हेर्न त पाउने नै छौँ। सो 3टा स्टेज गरेर हामीले टप 16 टिम लिस्ट भने चाहिँ पाएका छौँ। अब त्यो टप 16 टिम लिस्ट भिड्ने छन् 2 दिनको धमाकेदार म्याचेसमा, जहाँ स्म्यास रुलको पनि कहानी रहेको छ। यो पालि स्म्यास रुलले के गर्छ थाहा छैन। 2 दिनको इभेन्ट स्म्यास रुल फाइनल जस्तै हुँदैछ। अब या ग्रान्ड फाइनल क्रेजी हुने भयो। टिमहरू पनि त्यस्तै रहेका छन्। मजा आउनेछ हेर्नको लागि। एग्रेसिभ लाइनअपहरू पनि छन्। यहाँ टर्कीका टिमहरू पनि 3टा क्वालिफाई गरे। S2G, उल्फ, गेमिङ स्टार, साउथ एसियाका 3 मध्येमा 2 टिम फाइनल क्वालिफाई गरे। इन्डोनेसियाका पनि 2टा टिम त्यहाँ रहनेछन्। आई डोन्ट नो सेम स्टेजमा खेलाइन्छ या डिफ्रेन्ट स्टेजमा, आई बिलिभ सेम नै होला, डबल खर्च त गरिएन होला। मजा आउनेछ हेर्नको लागि। APG पनि छ यहाँ, अरोरा भन्ने APG हो भाइ दो, इफ यु डोन्ट नो। अहिलेसम्म फ्ल्यास हेर्दाखेरि त लबी त ओहो देखिएको छ। इन्डोनेसियाका इनफ्याक्टमा 3टा टिमहरू छन्। होम ग्राउन्ड एडभान्टेज भन्न हुन्थ्यो, त्यो चियर एन्ड सपोर्ट त मैले सुन्न पाइनँ। इन्ट्रेस्टिङ ब्याटल रहनेछ। 1 टिम हेऱ्यो भने 1 ओहो के हो यो त, ओ माई गड भन्ने छ त। क्रेजी हुने भयो फाइनल्स, यसमा कुनै पनि डाउट छैन। बट नभुल्नु होला भोलि छुट्टी छ है, भोलि गेम छैन। पर्सी अनि निका पर्सी गरेर चाहिँ म्याच हुने हो। पर्सीको गेम सकेपछि स्म्यास एक्टिभेट हुन्छ डे नम्बर 2 को म्याच हुँदाखेरि। डे नम्बर 2 मा स्म्यास पोइन्ट्स, डे नम्बर 1 को टोटल पोइन्ट्स #1 मा ल्याउनेले +10 गरेर चाहिँ हुने हो। त्यो इन्स्ट्यान्टली 7औं म्याचमा नै कम्प्लिट हुन्छ जस्तो लाग्छ।